ओहो तिमीले अब पाए ती त अनि छिटै पुग्नु पर्यो नि त म त बिहानै आएँ म त बिहानै आएँ अनि म त अनि त्यो नमस्कार नमस्कार छिटै जानु भन म आइहालेँ म त बसमा डाँडो होइन हाम्रो टन्डी गर्नु गर्नुपर्छ नि त जाँडको सौदा निकाल्नु पर्दैन भने नमस्ते बरी नमस्ते ए ल है गाह्रो हुन्छ प्याज लसुनदेखि लिएर तेलदेखि लिएर है अब खेलाउनु पनि लसुन कुन आफै मनी गर्छौ होइन पर्दैन यता ल्याउनु नि मन लागेको सबैले काम गर्नु बहिनी यता आउँछु ल के छ नाति नमस्ते अस्ति हामी गएको नि पर्दैन तपाईँ र यो अङ्कल सेम हुन्छ उहाँको ओ सेममै हो हामी हेलो नाति गनेम्पा सेना राम्युम्पा पाके राजाको कलर सायदै म त भाइ चक्सर खेना दाम याता नङको पाटन गर्ने को त्यसै छ हो फेरि आते नियाला को मसिया त काम के पानी त त्यो सानो खाले भयो सानो खाले पानी छ सानो खाले ठ्याक्कै एउटा हुन्छ ठुलो अब 100 वटा त कति त लाग्छ हुँदैन होइन 150 त लाग्नै पर्छ 7 कार्टन जति गरौँ ल न प्लेट कति 100 देखि माथि 25 केजी मासु अहिले मासु भर्खर आइपुग्यो फ्रेस मासु गरेको 25 केजी मगाएको मासु तिर्पल ल्याइसक्यो अलिक चाख्नु पर्यो यहाँ त ओछ्याउनु पर्छ खानुपर्छ नि ओछ्याउनु हुन्छ खानुहुन्छ नि हैन चल्छ नि यो अहिले यो चाहिँ चढाउने माथि छ लु छिटो ल छिटो यो गर्नुपर्छ चाहिँ हामीले यसो गरिमा यसो सर्ट खानलाई खानेले मन हुँदैन भनेर ल गरेको ल छिटो गर्नु न बिहानदेखि म त बिहानै उठेको छ रे भने छिटो गर्नु त्यो पानी आउँछ के हुन्छ अब गोरु भएर काम अब विश्वासमा खान्छ यसपालि हाम्रो भूमे सबैले खाइसक्यो हामीले त भ्याइसक्यो भूमे खुले जस्तो जाऊ त्यो मिसाइदिउँ न सब मिसाइदिउँ न सब घरै त्यो उसमा कार्यक्रममा नै त्यो कसले के दिएको त्यो हस्तान्तरण गराउने अध्यक्षले गराउनु पर्छ एउटा ल है बजाम है
गीता पाउँ गीता पुगेको निकाल्नुहुन्छ गीता पाउँ यो चाहिँ हाम्रो नक्छङको घर अर्कोचोटि चाहिँ भेना म गर्छु यसपालि चाहिँ तपाईँले गर्नुपर्ने भयो ल है सरिसङको यो बाइचीलाई आमसोगो यो के मामा भूमि सगो बोके मथि गोपाइ मरि मरि यो के आमसोगो यो के मामा भूमाना 120 मम छ टक्कम छ अलिक माथि छोटो पार न त्यो ठिक छ मरि गाए ममुना लन देवान त चरे माचे दुलु दोपा दुदो पाङाए मरि ममुन हमो बुङमाङ मरि गाए ममुना लय देवान त मरि गाए ममुना ल चरे माङाए यदि माचे दुलु दोपा मरि ममुना म बुङमाङ ममुना नाले ओसोगो ओल रबे योके याङा योके सिसम छाङो छारिम योके रिदा बुङो आमसोगो योके मामा बोमाए चरिमा पो वाछा माता वाताना लङ चाक्वा के नखिलवालय चरिमा पो वातानालय बागी माए बागी दाहाए छापा निमा छापा छलम मिना प्रङको हल्को बुके चरे मागाए दुलु दुदो पाङाए मरि ममुन हमो याङा सिसम दुदु दोपा दुदो ngalae odorangae duwa noto rekure nama thochi mea thobai choyolo oro nanga biri moto biti pinwo yanga yoke sisam changoi ese namne duwa noto chirma limke roma limshe yothong chailo sabdo limke buku limso yothong chailo ne 체구 초기 또 좋아서 니 남르도 거래르도 요통 잘라나 디완 또 슈푸토토 슈통 마케 마카 강고 렌젠 마서 요통 잘로 예남 팔라 지우마가야 반사이라 모붕망어 라체르미가 야반살라에 디완노토 चरे माचे दुलु दुदो पाङाए मरि ममुना मो रेखा म्या रेखा दाल बागी म्याए बागी दामो बुङमाङो रेखा म्या रेखा दल बागी म्या बागी दाल दो नाङा दुलु दुदो पा मरि ममुना ल मो बुङमाङो 토치 म्या 토바이 열로 라니 म्याए बुबाई 열로 ओरो नाङा बिरि मत बिति पिनिवो अलनिवो लहाई ओके यङछैमा ल अब त्यो भाला कहाँ छ भाला चाहिँ उहाँले बोक्नु पर्छ भालान पाखा पाइ भेना भाइ बच्चा ओके हो यङछै lampi mantan ni wo ओके हो यङछै oh ma terus kompa terus apa sanga mau kabardan ओके ungo seko yok mi kholo seko yok mi ke mi kholo mi ga mau lau mantan ni wo ओके हो यङछै ओके loi khate ke ल यो नक्सलाई चाहिँ उ गर्नुहोस् है अगाडि अगाडि यो गाडी आयो हैन स्टिक खान्छु होला लट्ठी छ लट्ठी अलि पर्दैन त्यही झापान लो लट्ठी त ऊ हो एकछिन नाप्ने अब एकछिन नाप्ने हो त
अनि यहाँ एकछिन नाच हेर्नुपर्छ अलिकति के भन्नु नाच हेरेर गर्दा झात हो जात पाखा पाङ्छ पाक्क हुन्थ्यो हेर कता काका यता कता चप्लीको यहाँ दिन ए म ल्याइदिउँ कि हुन्छ म भेटाउँछु ए ए ल एकछिन पर जाउँ अब 2-3 मिनट या थोरै अनि चाहिँ के अरे तिर्पल र ढोलहरू चाहिँ त्यहाँ लाउनुपर्छ ल अब 2-3 मिनट या थोरै नाचेर होइन अब गइहाल्ने अब चाहिँ 2-3 फन्का नाचौँ अरे नि त आइसक्यो त झ्याम्टा त बजाउ न अनि कोही दिन त म बजाइदिन्छु तपाईँले बजाउनु हुँदैन आफ्नो नाच्दै छिटो जा होला कान्छे म हेरिहाल्छु पछाडि जानुपर्ने अरे म त यताबाट छिर्नु यता मस्जिद यहाँबाट हो होइन उहाँलाई कसरी सजिलो हुन्छ त्यहाँबाट जानु पर्यो नि ए ए ल अब दिलमै पुग्नु भयो है दिलमै बानी छ भन्नुहुन्छ नि माथि डाँडा पुग्यो हामी धामी लिएर आउँदैछौँ नि त कति बेला कति बेला सक्नु भएको होइन र सक्नु भएको नि त अनि टेम्पोमा जाँच चढ्दा भइगयो नि नानी पनि छ कि नानीवाला चाहिँ टेम्पोमा हाल्नु न त्यही त भने त यो नोक्सासँग चाहिँ दिल आइपुग्यो है अब त्यो फेरि भाउजू ट्याक्कै अन्त दिलमा के वताम अब समुदाय एकछिन है बिस्तारै दिल छ है दिल त्यहाँ हसो समाइदिउँ है नक्छ र तपाईँ त्यहाँ बस्नु ठेक्को यो हामी गाडीमा आउँछ बाइकमा हामी डाइरेक्ट उता होला के भन्नु ल्याउँछ होला नि त्यो चण्डीमान दाइले त्यो के पो भन्नु ल्याइहाल्छ कि तपाईँ भ्याउनु भन्छ गाडी ल्याउनु फेरि कति बेला चाहिँ आउँछ तपाईँ गएर ल्याउनु होइन नत्र ल हामी माथि गएर मिलाउँदै गर्छौँ के छ यसलाई ढोका लाएर पुसै उयो गर्नुपर्छ बाहिरबाट त्यो यस्तै ठाडो बनाउनुपर्छ हुन्छ एकजना को बस्नुहुन्छ अब यहाँ यहाँ छ नि अरू मान्छे जान्छु भन्दैछु सुचारू हुने पनि जानकारी गराउन चाहन्छु ल तल ज्याम्टा पनि म ल्याइदिन्छु भान्जा तिमी धेरै बाहिर आउटै निस्किगयो नि भित्र बिचमा सेन्टरमा हो त्यहाँ बस अनि गोरु अनि जोता अनि हरिसबाट भागे जस्तो भागेर उता अनि खरबारीतिर नाचेर हुन्छ
होला नि यहाँ नि अलिक मिल्यो नि भाउजू होइन चित्त बुद्ध भयो नि लाजको बसार अनि नाचेर अनि अब मिल्यो अलिअलि अब जानिहाल्छन् अघि भन्दा मिलो भयो नि त्यो त नक्साले गर्ने काम त गर्नु पऱ्यो नि त यो त नाच अनि लोक्सलाई लिएर के हराउने त बुढापाकालाई थाहा हुन्छ नि यो त केटाकेटी नाच्ने हो नि यो त नक्सलाई हामीले भन्नु बुढापाकाको काम गर्न थाल्नु यहाँ रात पर्छ फेरि Beres nu ko chome am nang tos yat ko yo amni kam se moinum ko nam kure ke ka khim khai hotar so fik na kabloi che खोइ अरु मिस आइ थिए मका ए प्रमुख अतिथि जिताम पर्ने हो प्रमुख अफिस पर्खेर सेना अतिथि निक छिन यो पाङ धुल्गे छिन त यी काम ने ममचाम छ नि मानेनन् त मैले भनेको Kena uko अतिथि त न कार्यक्रम उद्घाटन मन पर्ने ना मिसा चाहिँ अन्ना छम्मी अफसा अपि ढिला छुवा किन खाइम छ हतार बिका अब हामीले फेरि आयोजक नि चाहिँ अतिथि ताइन उद्घाटन मना पूजा मन पर्ने हा पूजा सुरु मन चाहिँ अतिथि त्यसलाई चाहिँ सम्मेलन कार्यक्रममा हुँदैन अब अतिथि 7 बजे ताइन हुने अति नियम मान्ने अतिथि न उमेश तामा लागेको थिए आइसकेको गाडीले त्यहाँनिर अड्किरहेको अर्को गाडीहरू चाहिँ चेन्ज गरिरहेको क्या एउटा चाहिँ कस्तो भने मिसा चाहिँ त लगङ बुझेमा अच्छा छम्मी यो नक्सा भुलै छ निकन देलाई म उइसै म हैन नामकरण या त ल थियो केन्द्रीय सदस्य खतबहादुर नासिर बोल्छन् केन्द्रीय सदस्य गोल्छा नाचिरिङ उहाँलाई पनि खदा र ग्यासले सम्मान गरिदिन हार्दिक अनुरोध गर्दछु जोरदार ताली उहाँलाई पनि र त्यस्तै गरेर केन्द्रीय सदस्य छत्रबहादुर नाचिरिङ उहाँलाई पनि खदा र ग्यासले सम्मान गरिदिन हार्दिक अनुरोध गर्दछु जोरदार तालीले उहाँलाई पनि उपाध्यक्ष होइन शुभमान जिल्ला कार्य समिति उपाध्यक्ष मोरङ जिल्लाको कोषाध्यक्ष नक्सलाई बदली गरौँ नक्सोको नाम के हो नक्सोको नाम के हो र अतिथिमा हाम्रो नोक छ आजका हाम्रो पुजारी अथवा नोक्छो पर्वतमा भन्नु भने पुजारी र हाम्रो नोक्छो भन्छ हाम्रो भाषामा लक्कुमान नासिरिङज्यूलाई पनि खदा र ब्यासले सम्मान गरिदिनु र जोरदार तालीले उहाँलाई पनि सम्मान गरिदिनु र पुर्खाहरूमा पनि हामी सम्मान गर्दैछौँ अतिथिको उहाँ दिल्ली केन्द्रीय सदस्य विष्णुनाथ केन्द्रीय नाचिरिङ विष्णु नाचिरिङलाई पनि केन्द्रीय सदस्य उहाँलाई पनि
खदा र ब्याजले सम्मान गरिदिनु होला जोरदार ताली उहाँलाई पनि जोरदार ताली र त्यस्तै गरेर अब हामी पुर्खातर्फ लाग्यौँ अतिथिमा हाम्रो यायोखा उपाध्यक्ष धरान 11 का यायोखाका उपाध्यक्ष धरान 11 मा 11 का केदार राईज्यूलाई पनि खदा र ब्याजले सम्मान जोरदार तालीले सम्मान गरिदिनु होला ब्याट्री सकिन आँटेको जस्तो छ ब्याट्री सकिँदैन लाइनै लाइट र पुर्खातर्फ अतिथि गराउन चाहन्छु दिल्ली बहादुर नचिरिङ उहाँलाई पनि खदा र ब्याजले सम्मान गरिदिनु होला र मोतीचन्द्र थोपा हाम्रो पापा कता हुन्छ उहाँलाई पनि खदा र ब्याजले सम्मान गरिदिनु होला आउनु भयो आउनु न यता दिल्ली नचिरिङ उहाँलाई पनि मतिचन्द्र फोपा खोइ फोपा यता होला फोपा यता आउनु त र पुर्खातर्फ फेरि पदम कुमार नचिरिङ उहाँ पनि पुर्खामा उहाँलाई पनि खदा र ब्याजले सम्मान गरिदिनु होला भीमबहादुर नचिरिङलाई पनि खदा र ब्याजले सम्मान गरिदिनु होला मती भइसक्यो अगम बहादुर कुबिती उहाँलाई पनि खदा र ब्याजले सम्मान गरिदिनु होला पुर्खा बहादुर नचिरिङलाई पनि खदा र ब्याजले सम्मान र जोरदार तालीले सम्मान गरिदिनु होला उहाँ त विशिष्ट अतिथिमा हुन्छ विशिष्टमा हुनुहुन्छ उहाँ त त्यसलाई विशिष्टमा राखेको छु हामीले यहाँ हाम्रो बस्ने व्यवस्थापन नभएकोले गर्दा उठेर अलिकति गुलमुल भइरहेछ हाम्रो पहिलो कार्यक्रम भएको हुँदा तपाईहरुले सहज रूपमा स्वीकार दिनु होला यो हाम्रो सानो प्राइस हो र तपाईहरुको साथ सहयोग र टाढा टाढाबाट पाल्नु हुने हाम्रा अतिथि गणहरू र यहाँ मैले मान्नु पर्ने आजको हाम्रो यङखोलु साकेला थान उद्घाटन समारोह सम्पन्न भइरहेको छ उहाँ जोरदार तालीले सम्मान गरौँ जोरदार तालीले ल धन्यवाद प्रमुख अतिथि विशेष अतिथिगणहरूलाई अब हामी यङखोलुतिर जानेछौँ सबैजना प्रमुख अतिथि हाम्रो नोक्छो सबैजना तलतिर हामी गएर यङखोलुतिर जानेछौँ ल मुद्दुममा अब हामी हाम्रो समूह उद्घाटन
आमामामा के अनि गर्मी मौसम जस्तै पो गर्मी छ त आज के हो यो घामै लागेको हो के यस्तो आज के छ तपाईँको साह्रै ढिला आउनुभयो त घरमा एक हात खुट्टा सबै हिँड्नु नमिलेर भाइहरू उफाबाट आउँदैछ अनि पल्टेर यता मेरो कान्छा भाइ यता नमस्कार सङ्कल्पित हो अब चाहिँ मिलो अब चाहिँ मिलो पश्चिम उत्तर हिमाल हेर्नु पर्यो उत्तर फर्किनु पर्यो हिमाल देखाउनु पर्यो नि त भेना बसेकोतिर यो पश्चिम भयो अरे के तपाईँ बसेतिर उत्तर तपाईँको ठाउँमा चाहिँ आउनु पर्यो क्या बत्ती चन्द्र भाइको ठाउँमा आउनु पर्यो घाम पश्चिमै पर्यो अब चाहिँ के गर्नु पर्यो अब के भन्नु पर्यो भन्नु हिमाल यता छ यहाँ सोताङको तपाईँ खोटाङको सबै हो नाक्सी एउटै हामी त अब यो म्यानेजमेन्ट गर्ने मात्रै हामीले गर्दा चाहिँ उत्तर चाहिँ हामीले फर्केर हामीले आज पूजा गर्दा हामीले यो यहाँको हामी हिमाल गोत्र हौ नि शिर हिमाल हो यहाँ चाहिँ हामीलाई के भन्छ यहाँको ठाउँ अब यस पछाडि के भन्ने अब पासहरू भन्ने होइन हिमाल गोत्र हिमाल हेर्नुपर्छ र उद्घाटन गर्दाखेरि जस्तै उहाँबाट फर्किनुहुन्छ यता र हामी सिधै पुजारी चाहिँ उत्तर फर्किनु पर्यो होला पनि त्यो हामीले पनि त मौसम गर्दाखेरि उभै फर्किन्छ अनि यो उत्तर फर्काइ ठिक छ कि छैन त उत्तरै हुन्छ नि त पुर्खाहरू हाम्रो उत्तर यतै पर्छ पश्चिम घाम यता होइन उत्तर यतै हो पोजिसन अनि अन्य नक्सा त पश्चिम नक्साजीलाई सङ्कल्प गर्ने उत्तर अरे कुरा चाहिँ मिलाउनु पर्यो भरे आएकोतिर आउनुहोस् हजुर हजुर ल सबै कुराको सल्लाह गरेर मिलाउन त ल अब नक्साले सङ्कल्प ल अब चाहिँ मिल्यो यो पवित्र भूमिलाई सङ्कल्प गर्नु पर्यो क्या हामीले शिलान्यास गरेर उद्घाटन गरेर त्यो भागले नक्साले त्यो भाषामा भन्नु पर्यो क्या सिम्बललाई त मेन मान्ने हो नि अब ल के गर्ने यो अब के भन्नुहुन्छ त अब हाम्रो चाहिँ अब दसलिङ जान्छ दसलिङ भनेको चाहिँ पासा पहिले त्यसो गर्नु पर्यो पहिले हजुरहरूको उहाँ कुन चाहिँ मान्नुहुन्थ्यो उहाँ तपाईँहरूको पहिलेको कुन ठाउँ कुन त्यहाँबाट कसको हाँगा छुटाएको हो नि त त्यसको त अब साखाम यसको चाहिँ पासा भन्छ हाम्रो यहाँको साखेलवाको चाहिँ उसको पासा हो नि त तपाईँहरूको उहाँको जन्मस्थलको देखि नै यो छुटाएर लिएको भनौँ न आयो अहिले त्यसो हुनाले अब त्यो सत्तको एकचोटि खोटाङतिरको ल्याउनु पर्यो होला नि दुइटै नामकरण गर्दै यसलाई चाहिँ सङ्कल्प गरेर अनि यहाँ दुइटैको छ अहिले नातिहरू भेट भएको तपाईले भन्नु मिना प्रङ्ग भन्छ नि मिना प्रङ्ग भनेको चाहिँ यहाँको चाहिँ अब बरा क्षेत्र
बडा क्षेत्र मिना प्रमुख त्यहाँको यसमा छुटाएर लिएको यहाँको चाहिँ 4 दशक उहाँको 4 दशक लिएको उहाँबाट चाहिँ ल्याएको सोताङबाट ल्याएको चाहिँ भनेर यहाँ भएकै छैन हैन अनि यहाँको 4 दशक तपाईहरुले राख्नु खोटाङबाट नि लिएको हो नि त फेरि सबैको नि छोलु बारी त्यो चारी खो भन्थ्यो यसको लागि चाहिँ उयो माथि पुजेरै ल्याएको ढुङ्गा सन्दुलो चारी माथि चामल सन्दुलो चारी माथि सन्दुलो चारी माथि दोकाने दरी म त दो आन्छिङ लए दरी म त द आन्छिङ ल मिना प्रमुख हालकुम बुचारीमा पु मिना प्रमुख चारीमा पु मिना प्रमुख हालकुम बुचारीमा चारीमा पु के लरी सके पिक्ना बिक्का चाहिँ अब त्यो दशनीको सुरु गरौँ न एक नम्बर दशनी तलको त्यो मुलुकबाट गरौँ न मुलुक उहाँ हो आफ्नोबाट गर्नु पर्यो मुलुलु दुङखिममा कुबिली चाम्प्रोङमा अब तपाईको भन्नु तपाईको आफ्नै भन्नु नि मुलुलु दुङखिममा खाले पिक्ते मुलुलु दुङखिममा खाले नास्मी ओ खाले मुलुलु दुङखिममा खाले किन कुबिले चाम्रिङमा खाले नास्मी कुबिरे चाम्रिङमा खाले नास्मी मिक्का नचाहिँ तक एक टका हबेर मी तकाई उइ तक्का सिरान्त उइहरुको कराइछ तन्दिस हरित तन्दुसे हरित तन्दिसे हरित तन्दिस हरित तन्दिसे लोरित लरित खाले नास्मी मुलुलु दुङखिममा ओ खाले सापखिले वासीमा खाले ओ खाले नास्मी लुम्दुसे लुम्योङमा ओ खाले नास्मी इखे भयो होला नि एकचोटि हैन नास्मी चाहिँ मरो अब दुईमा पाएती खै पाए तन्दुसे खुनेसा खाले नास्मी वाबुको खुनेला ओ खाले नास्मी हिनाम्बु दाप्छवा ओ खाले नास्मी खोक्चिली लिङप्पा ओ खाले नास्मी मबोलु दुङखिममा ओ खाले नास्मी मुलुली रिक्तङमा ओ खाले नास्मी अब 3 हैन अबेरमी भयो अबेरमी तन्दुसे नोरसा तन्दुसे नरमा सिबुलु बुछेमा खाले नास्मी तन्दुसे नोरमा सिबुले बुछेमा खाले ओ खाले नास्मी ब्रोबिलु वासीमा रिसिली वापुइमा ब्रोबिलु वासीमा रिसिली वापुइमा ओ खाले नास्मी पंखिरीको आयो है बारालु वातममा ओ खाले नास्मी सिबिसी वातक याताके याकेतो सिबिसी याकेता ओ खाले नास्मी तन्दुसे रुतङमा रुतङमा ओ खाले नास्मी अब दोसुमको आयो दिबुलु दुमैका वामरेमा दिबुलु गुबेमा वामरेमा त्यो वामरेमा ल आम्रेमा आम्रेमा चाहिँ दिबुलु आम्रेमा ओ खाले नास्मी दिबुलु बुमेमा ओ खाले लुम्दुसे मुनिमा ओ खाले नास्मी हिउँसीको आयो अब त्यो पासाको है साम्बेथो बेथोमा ओ खाले नास्मी रिनहोतोमा ओ खाले नास्मी साजेतो खोमातैमा खमताइमा हो क्या खमान्तेपा हेरिन सक्ने साजेतो खोमान्तेपा ओ खाले नास्मी वाचिसी चयममा ओ खाले नास्मी अब यो कुबिती छ काइला गरे हो लिफुइमी मेरो आएछ है कसको आयो भन्दा मेरो आइसक्यो मलाई भयो हुनुपर्ने हाम्रोतिर चाहिँ अब यो त उ हो नि त चित्तल दारापति पनि खालकुलो चाहिँ सोकमा हुन्छ अनि लिम्बू नि देखिममा हुन्छ
अनि बेक्सुङमा चाम्लीमा त छिमेकमा ठुलोमा त ठुलोमा कुलुमे चाहिँ यो सोकमा कुलुमे र खालमेला सोकमा के सम्बे अत्तु दोसम्म उता छिमेकमाथिरै जान्छ खुकुरी झर्नु आँटा नक्सा नक्साको खुकुरी झर्नु आँटा अलि माथि छर्के पनि छर्के मेरो चाहिँ दुःख दिँदैन टन्नै छ ल म छोड्छ एकदम हुया मलाई एकछिन हुया न काय ngpu lungthe ba hoi nung na pare kana अब तपाईँ ल खरा 100 युता lungthe हुया म यही नियम त उदाने म त मोया के kan छोड्छ हुइम दगा म के सेताको खसा एकदम म त न म त तीन हो एरिया जम्मा में त हो यही पो पुवाको थियो हाकै यही पो खुरा नि म पिको यही पो मङखुरपा तोको त आशा थियो हामी बिरुवा जस्तो हैन के ल्याइम यही पो त चाहिन्छ म हम पिवे यही पो व्यवस्था छ कि छैन हौ यही पो चाहिन्छ माथि चाहिँ छ भन्ने कुरा हो भाइ यतै छ भनेर पो मैले मुरो पार ल्याएको थियो त्यो कसरी हो भित्रको देउता होइन नि यहाँ लिएर आइदियो त यो थुम्सेमा हाल्नु मात्रै बिर्सेको हो होइन यहाँ छ भने भइगयो नि त्यो हाम्रो सबै एरियामा नै लिएर राखेको तर थुम्सेमा मात्रै छ सम्पूर्ण कुराको चाहिँ व्यवस्थित गर्नु भएको छ कि उहाँहरूले भइगयो त फुङ रङ जम्मा जिम्छे ल अब छिटो मिठो गरौ है ढोल पनि यो लाइनमा राख्नु ढोलहरू सबै यता ल्याउनु अरे ल यो ढोल यो झन्टा सबै यहाँ राख्नु पर्ने बेला खै अर्को ढोल भन्दैछ अर्को ढोल खै झ्याम्टा ल्याउ है सबै 8 चाहियो होला नि त योन चाहियो होला नि त 8 पैसा 16 पैसा बनाऊ है अनि म बिरी बिरन्दा गर्नु पर्ने कुरा म 100 चाहिँ उताने पार राख्नु है घप्याएर नराख्नु उताने पार राख्नु उताने पार पारु हेर्नु के पर्छ चाहिँ माथि पारु कोही पो होइन यहाँ वही पो चाहियो अरे त हौ 16 छरी पो चाहिन्छ अरे त 16 पात हान्दा हुँदैन होइन पातै 16वटा बनाउँदा हुँदैन अब यहाँ कम रहेछ अर्कोचोटि चाहिँ हामी 16 बनाउँछौँ आज चाहिँ पातै 8वटा अब छैन यो त 8 पात पो हान्नु मलाई अलिअलि छ होला उसमा पुग्छ र हामी चाहिँ खासमा भन्ने हो भने शिवजीको जात छ थर छ के जात हो त्यो आजसम्म कसैले पत्ता लगाउने थर छैन शिवजीको जात उसो छैन गोत्रो सोत्रो होत्रो केही पनि छैन त्यही नै अब देवको पनि देव महादेव महादेव शिवजीले होइन 22 र गोपिनी बिहा ल यो चाहिँ 8वटा चाहिन्छ मन्जित कहाँ गयो हजुर
अनि उसको नाम भन्दै छ त नाम भन्नु हामीलाई अब यतापट्टि सीतामाया सीतामाया अर्को सब मानिस मात्र कुमितिमेको भइसक्यो यो यताबाट भइसक्यो छपछाउको चाहिँ बेला छपछाउ नै भयो नि त नै नि अब नक्सा कोही होला म होला नि त्यही होला पानम बियर भाने उखेला बियर भाने सही से होला के नक्सब का बिहान नक्सा खेलको बियर हो फेरि सेत के खोला जुम पर्ने रहेछ अर्को पनि पोलिदिउँ त यहाँनिर दुईटैको अहिले एउटा मात्रै छ तपाईँ यसो दिपिएन म त छोप्छु भइगयो अरे खास भएको सेको काल छ जन्मजातै बन्द नगरौँ अहिले होइन एकछिनमा सबै सकौँ अनि मात्रै सिकाउने पर्थ्यो रहेछ त्यसले लामो कान्छोलाई यसो 10-15 वर्षको लागि सिकारै त यङखुलो रिम पर्यो म त बहुत चाहिँ पर सब हामीले लाइट बलिरहेको छ यो नाला पानी आउँछ बढी चिले पनि अन्य जहाँ दिनुपर्छ अरे अहिले दिनुपर्छ जुन दिन अहिले दिनुपर्छ दिनदेखि पनि आएको चिज हो जति बेला यसलाई खनाउनु पर्यो यसै पनि यसै शरीरमा
गाउँबाट आएको हामी कुलुङ राई हो भने बिना पंख हालको चारमी नि प्यारे सही पनि बढ्यो सबै बढ्छ होइन तपाईँ दिनु भएको छ त्यो राम्रो नासिरिङ अब उता नासिरिङ भयो त अब हाँस्नु न रुनु कि अब के छ मेरो छ हो अनि अब निस्किएर आउनुपर्छ त्यो चाहिँ अरे कस्तो राम्रो कस्तो राम्रो अनि देवीगाउँमा त्यस्तो भएन पहिला उहाँले राम्ररी बुझेन बुझेर होला बुझ्छ त अब मान्छेले तपाईँलाई चाहिँ बुझ्दै पनि आएछ नबुझेर हो बुझेर नबुझेर एकचोटि पुर्याउनु भयो त्रिपल्ट चाहिँ कस्तो राम्रो सङ्घ सभाको रहेछ त्यो ड्राइभर यसलाई चाहिँ भोक नपार्नु यसको त्यो फुल मात्रै रगत चाहिँ यसो छेउपट्टि चढाइदिनुहोस् यो खुन पार्नु यो आज पहिलो दिन भर होइन त बस्दिनु पर्ने होइन हजुर होइन पूजा गर्दाखेरि हरेक पालैमा नागेको गर्नु नयाँ घर बनायो भने पनि गर्नै पर्छ होइन तर यो तपाईहरु घुमाइ चाहिँ देब्रो भयो है हामी यताबाट घुम्नु हाम्रो घुमाइ देब्रो छ पहिला यो सबै अब एउटै हाम्रो साखेलवातिर हामी जान्छौँ तर हमेसा यतैबाट घुम्दाखेरि खास गरिकन हामी घुम्नु पर्ने हो दाइने हो नि त यसरी दाइने पारेर वैज्ञानिक हिसाब पनि ल्याउनुहुन्छ कि दाइने वैज्ञानिक हिसाब हामीले यसै मोट बन्द हाम्रो मिल्दैन पहिलादेखि मैले सुनेको म भन्छ हाम्रो पहिलादेखि गइराले त्यसै गर हाम्रो गराइ चाहिँ पहिलादेखि यस्तै थियो होइन हामी नाम्लुङले पनि यसै नै हो किनभने अब सिपभन्दा यसै यता बुन्दै जान्छ ल यहाँ सक्यो के हो घरले हुनु पर्यो ठुलो चिङ्गा यसको हेरौँ कम्प्रोमाइज गर्नुपर्छ हुयाम नहोला नि यो हुयाम यो दाइनै हुन्छ नि यो हुयाम दाइने नै हो हुयाम नखर हुयाम नखर आफै घुमाउने छैन मुकन तालनमा के या ए लइ खरकपान चेनुके ल गोपाल ल हेरौँ त कस्तो रहेछ के छ चिङ्ना चिङ्गा हेर्नु पर्यो नि हेर्नु पर्यो नि अन्न पानी कतिको फल्छ यसपालि पानी अझै पारौँ त ल कतिको पानी कतिको पर्छ अब आजको भोलि नै अब थाहा हुनुपर्ने हो नि त खास गरी एउटा बुबा बसिरहेछ न म देख्दै देखेँ चिङ्गा ल दाहिनेपट्टि यो अलिक खाइसु
दाहिनेपट्टिको गई भयो अनि तपाईँ 25 वर्ष पुगेन जागी दाहिनेपट्टिको सँगै रहेछ नि त रिटायर अब लङ सर्भिस कति 25 पुग्यो होइन हाम्रो सर्भिस अहिले हाम्रो साथीको सर्भिस उहाँ एक ब्याच मुनिको त हामी 56 5 20को उहाँ 57 6 महिना भनौँ न 6 महिनाको राम्रै छ होइन पित्त हेर्नुपर्छ भरिलो छ भने चाहिँ त्यो चाहिँ अब अन्न पानी छ भने हरियो छ पुर्खाले भनेको चाहिँ त्यो पित्त चाहिँ भरिलो छ भने कमाइ हुन्छ सेतो खालको छ भने खेतीला पानी पो ल्याउनु पर्यो है हुँदैन बन्द हैन धन सम्पत्ति आफ्नो आउने बाटो राम्रो छ नि राम्रो छ ल के भनिन्छ त्यसलाई राम्रो छ चिर यस्तो राम्रो छ हाम्रो नाचिङ समाजभित्र के हुन्छ अब शेर्पा भन्छ चिर शेर्पा ल राम्रो रहेछ शेर्पा मेन पानीमा यहाँ हात दिनेर म सुक्तुम लागे पयाला म चन्द्र अब देशनिङले म सुक्तुम पऱ्यो उहाँहरूले भने जस्तो हुन्छ सबै किन भनेर होइन पम्याम है ल ल ल पुर्खाले जे भन्नुहुन्छ हामी त ओके ओके पुर्खाले खातो एक सिगो अरे गो वाला पनि थोक्छ त्यन त अब म त्यो तपाईँको भनिदिनु त तपाईँकैबाट सुरु गरौँ मेरो छान्दिलो कुरिपा पिछालु हर्नीमा नास्मीमा अन्तला नेबेसी होइन छान्दिलो कुरिपा खाली नेबेसी अलिकति चिया कुयो खाली उसी म नेबेसी हाम्रो नाच त खाली नेबेसी मिका कुरिपा थियो छान्दिलो कुरिपा खाली नेबेसी फाटा के हो नाम पनि मिका ना उइसे उहाँ तपाईँहरूको चाहिँ के अरे यहाँ पुरा अरे भन्दाखेरि फाटा भन्ने तपाईँहरूको पनि एक हाम्रो त धेरै छ तपाईँहरूको जस्तै समग्रमा समग्रको चाहिँ समग्रको चाहिँ हाम्रो नाच्रिङ नछायोकमा भनिदिनु पर्छ अघि नै नाच्रिङ भनेको भाषा भयो नछायोकमा भनेको छोरा मान्छे भयो नछायोकमा भनेको छोरी मान्छे खोके सोत्तो लाम्पासको इमेपिङ अब मुटिङ मान होला सोत्तो लाम्पास मुटिङ म छ मुटिङ मान जब हामीले भन्नुपर्छ के अब नाचेको राजाको सामनेका राजाको सामनेका नेबेछि रचकन्दु सेतोला खाली सिसमतेरवा खाली नेबेछि दिल्ली हाते पोसिन्दो खाली हामी तलबाट सत्य भन्छौँ सत्य भन्दा अनि अन्तिममा कान्छालाई सत्य भन्छौँ त्यसरी सत्य त मैले जिते त्यही त भने नि राजा हजुरहरूले पुकार्नु हामीले राजा बसाल्दैका भने जस्तै हो
ऋषि मिछुल हाय दोमादो खाप्ची मिछुल यो दोमादो दोमादो निना प्रङको हालकोम्बो चारी मापी दोमादो हालकोम्बो चारी मापी दोमादो सेकम खालको दोमादो इकन अब थम्लाको पम्ला लुको तरफ बक्से पम्लायो दोमादो ये नबो थम्लाको पम्ला लुको दम बक्से बस्नु कि अब यसरी उइसे गाँगो नि त चार गाँगा खाले सन्तवा दोमादो यी पङ्गलो लुनेमा दैमा पर्ने हा दोमादो हाते पोसिन्दो खाले दोमादो फेरि दोकान थम्ला पम्ला दोमादो म राइस पिलामी यसो खाले हुन्छ लामी यसो खाते खाल कममा लाग्यो चार पियुम पापी मागा ल वाइ खुम्मा भन पछ ल बोल सक्छ म दिसंग पो कता बोलाइन्छ म है चित्तबाट पापा चाहिँ उही मुम चिङ्गा उची छ हौ नोइके नइको यो चिङ्गा सारो नोइके ल गर्दामा हजुरले चाहिँ झरी ताई छे उची हौ यसपाले अब एकछिन पि ताए बाली नाली जासो नोइके जासो राम्रो छ बाली नाली बोट बिरुवा लिमे लिम्न यो उम्रिन्छ कि उम्रिदैन के छ बिउ बिजनहरू यसो रोग लाग्छ कि लाग्दैन कुन बिउ फल्छ कुन बिउ फल्दैन यो लम्बे चौडे मलाई याद गर्नु काका लम याद त फल्दैन अघि सकेको कुरा सोध्यो भने नि सबै फल्दै छौ ढिलो हुन्छ त ल अब के कुकुरालाई सोध्नु पर्छ अघि सोधेको राम्रै छ भने यसपाल राम्रै हुन्छ सिंह देखाइदियो दुख बिमार कस्तो हुन्छ यसको फिल्सी कस्तो छ अब हेर्नु के देखायो त फसलो रहेछ भने के देखायो हजुर कोही बोल्नै परेन हेर्नु जानेरै त देखाए नजानेले चिर भन्छ त्यही हो क्या होइन भन्ने चाहिँ चिर हो हुन्छ यो धानहरू त चरा मुसाले खान्छ छर्दा नि हुन्थ्यो होला हौ नराम्रो हो अरू त राम्रै हो हुन्छ ना कसरी पाइन्छ सुरुदेखि नै अब मेरो नि युट्युब छ नि आज भोलि कसले पनि थाहा छैन होला पैसा कमाउन आँट्दैछु म पनि युट्युबमा के भन्छ भोक लाग्यो धेरै कुर्नु पर्दैन है आइगयो अब हाम्रो यो खाना भन्दा नि खाजा मायाको चिनो चाहिँ कहिले बाँड्ने हो र यो खाना पछि हामी गर्मी पनि थियो नि त मलाई पुछाइ हामी राख्नेछौँ अझै अलिकति हाम्रो केही समय कार्यक्रम लम्बिने भएको छ र नाच्ने इच्छा हुनेहरू त्यहाँ गएर हामी नाच्न पनि सक्छौँ
खानु दिनुलाई मैला कहाँ हालेको खानु दिनुपर्छ हो नाति हो कसरी पत्ता लाग्यो म धिरिमिरी गएको को त झिरिमिरी भन्ने मै त चिन्दैन कहाँ 20 रुपियाँको गाडीमा चाहिँ को जान्छ हौ कहाँ कहाँ यो धिरिमिती भन्ने चाहिँ मलाई थाहा छैन है मलाई थाहा छैन हो ए म त नि हालिदिन्छु छैन अरे त्यसो लिएको चिसो र मैले अतिथि क्रम के अरे उसलाई जोड्न चाहे अतिथि आसन ग्रहणको लागि हाम्रो धरानचार साकेला सिकाउने धरानचार कृषि अर्ग्यानिक फार्म कृष्ण सोताङज्यूलाई पनि यहाँ अतिथिको आसन ग्रहण गरिदिनु न हार्दिक अनुरोध गर्दछु र खदा र ब्यासले सम्मान गरिदिनु होला र उहाँलाई जोरदार तालीले स्वागत गरिदिनु होला कृष्ण सोताङ उहाँलाई जोरदार ताली र खदा र ब्यासले सम्मान गरिदिनु होला कृष्ण अर्ग्यानिक फार्म खैरेनी 4 धरान 4 जोरदार ताली उहाँलाई जोरदार तालीले स्वागत गरिदिनु होला र त्यस्तै गरेर मन्तव्यकै क्रम जोड्न चाहे मैले र केही सान्दर्भिक भनाइहरू राखिदिनु न हाम्रो पुर्खातर्फबाट दिल्ली बहादुर नाचिलिङज्यूलाई यो माइक हस्तान्तरण गर्न चाहन्छु दिल्ली बहादुर नाचिलिङज्यू केही सान्दर्भिक कुराहरू यहाँ राखिदिनु न अनुरोध गर्दछु भने संविधानमा 5 जात मात्र देखिएको छ ब्राह्मण क्षेत्री सन्यासी पुरीहरू भन्ने लेखेका छन् अन्य जातिहरूलाई कुनै पनि लेखिएको छैन त्यसको मतलब के हो हामी यस देशका नागरिक होइनौँ भन्ने चाहिँ सुन्नुपर्छ र हाम्रा जति पनि यो देशको मूलवासीहरूको उभौली पर्व साथै बुद्ध जयन्तीको पावन अवसरमा तपाईँहरू सम्पूर्णलाई हार्दिक शुभकामना सहित सेवा नमस्कार भन्न चाहन्छु। विशेष गरेर यो ऐतिहासिक कार्यक्रममा हामी मोरङ जिल्ला निवासी किरात रदु नाचलिङ परिवारलाई पनि हाम्रै आफ्नो परिवार सम्झेर तपाईहरुले निमन्त्रणा गरिदिनु भयो। त्यसको लागि विशेष गरेर यस आयोजक सभालाई हाम्रो मोरङ जिल्ला सभाको तर्फबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। हुन त हामीले हाम्रो यो संस्कार संस्कृतिको जगेर्नाको कुरा गर्दै गर्दाखेरि यो संस्कार संस्कृति र यो कार्यक्रमलाई सम्पन्न गर्न त यो कुरिङ ढुङ्गा मुखमा चपाउनु जस्तै नै भइसकेको अवस्था छ। तथापि पनि
सुनसरीको हकमा हाम्रो युवा भाइ अति नै मिलनसार समाजसेवी हाम्रो चण्डीमान नासिङ उहाँको सहयोगी साथीहरू र हाम्रो जिल्ला अध्यक्ष लगायत अन्य हाम्रो साथीहरूले अति नै योगदान दिएर तपाईँहरूले यो ऐतिहासिक कार्यलाई सफल पार्नुभएको छ। यो ऐतिहासिक कार्य तपाईँहरूले सफल पार्दै गर्दाखेरि यो सुनसरीको नाचरिङको मात्र नभएर सिङ्गो नाचरिङ परिवारको शिर आज तपाईँहरूले खारो गरिदिनु भएको छ। त्यसको लागि तपाईँहरूको त्यो अतुलनीय योगदानलाई मेरो व्यक्तिगत तर्फबाट म धन्यवाद दिन चाहन्छु। भूगोलको हिसाबमा सायद सुनसरी जिल्लाको यो जिल्ला कार्यालय भवन भोलिको दिनमा हामीले एक आपसमा आत्मआलोचना गरेर अगाडि बढ्नुपर्छ, त्यो आफ्नो ठाउँमा रह्यो। तर आजको दिनमा यो साँच्चै हामीले भौगोलिक दृष्टिकोणले र हामी प्राकृतिक पूजा धन्यवाद। उहाँहरूको साथ र सपोर्ट यसरी नै मिलिरहोस् भन्ने हामी जिल्ला कार्य समितिको अपेक्षा र त्यस्तै गरेर धरान यायोखा राईको धरान यायोखा धरान 11 का उपाध्यक्ष हाम्रो केदार राईज्यूलाई पनि मायाको चिनो लिइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। ल हाम्रो नाचरिङ हाम्रो केदार नाचिङज्यूलाई हाम्रा राजकविरले माइक जोरदार तालीले उहाँलाई सम्मान गरौँ। धन्यवाद। त्यस्तै गरेर अब हाम्रो पुर्खा सोलुबाट हाम्रो पुर्खा अग्रज सोलुबाट पनि हामीलाई जिल्ला सुनसरी जिल्ला कार्य समितिलाई साथ सपोर्ट र हाम्रो यो उद्गम हाम्रो पहिचान संस्कार संस्कृति कसरी जगाडना गर्नुपर्छ भन्न हौसला दिन प्रदान गर्नको लागि आउनुहुने नौ कुबेर नाचरिङज्यूलाई पनि मायाको चिनो हस्तान्तरण गरिदिनु हुन हाम्रो राजकुबेरज्यूलाई ल उहाँलाई पनि जोरदार तालीले सम्मान गरौँ। यसरी नै हामी सोलुवासी हाम्रा अग्रज नौ कुबेर राईज्यूलाई यस्तै सहयोगको अपेक्षा राख्दै उहाँलाई धेरै धेरै धन्यवाद दिँदै जोरदार तालीले सम्मान गरौँ। त्यस्तै गरेर मायाको चिनो ल त्यस्तै गरेर मायाको चिनोलाई हामी कार्यक्रमलाई थाँती राख्दै अब हामी हाम्रो कार्यक्रम अन्तिम चरणमा आइपुगेको तपाईँहरूलाई जानकारी गराउँदै आजको हाम्रो आकर्षण र हाम्रो प्रमुख अतिथि भने पनि र हाम्रो यो संस्कृति हाम्रो यो भूमि हामी के अरे यो भूमि पुत्र भएको हुनाले र हाम्रो आजको कार्यक्रम यो हामीले किन गर्यौं उदाउँदै किन गर्यौं भन्दाखेरि हाम्रो यो भूमिलाई किरा फटेक्रा अन्न बालीमा नलागोस् र त्यस्तै गरेर पानी असिना हावा बतासले हाम्रो अन्नहरूलाई क्षति नपुर्याओस् र त्यस्तै गरेर हामीले बित्नु भएका पुर्खा अग्रजहरूलाई हामीले सम्झेर उहाँहरूलाई कामना गर्दै उहाँहरूले हामीले के गर्दैछौँ र के गर्दैछन् भन्ने कुराहरू उहाँहरूलाई हामीले जानकारी गराइ त्यो ढोल रहने त्यहाँ भाडा पनि छ।